यो ट्राई गर्नु भएको छ नि छ्यामा तपाईले ल ह्यापी मदर्स डे भन्नु न हामी मदर्स डे ल यसै हाँसी खुसी दिदी मैले सोधे खानु Oh my god! यो त झन् डेन्जर थिए पानी हो जातिको पोस्ट पानी बोन्ने एउटा निकाल्नु सिक्का एउटा के न्यापीहरुले भाइ दुईटा माता तीर्थ औँसीको तपाईँहरू सबैजनालाई धेरै धेरै शुभकामना भन्नु त के खाँदै हुनुहुन्छ भन्नु त मेरो छोरीले मुकेर मेरो छोरी धेरै धेरै आशीर्वाद छामालाई पनि यसो मलाई चाहिँ पर्दैन छैन अरे अनि यो अनि के साथीहरू यो आमा शब्दको महत्त्व कति धेरै छ कि आमाको महत्त्व आमा शब्दको महत्त्व कति धेरै छ होइन अनि त्यो बयान गर्न पनि सकिँदैन सो आज चाहिँ माता तीर्थ औँसी हो अनि मदर्स डे अनि सबैजना आमाहरूलाई धेरै धेरै शुभकामना सुस्वास्थ्य लाभको कामना खुसी रहनु होला स्वस्थ रहनु होला त्योभन्दा ठुलो कुरा केही होइन होइन एक दिन मर्नु छ बाँचुन्जेल चाहिँ खुसी र सुखी चाहिँ हुन सक्नुपर्छ है अब खुसी हुनु भनेकै सुखी हुनु हो कि होइन मलाई चाहिँ त्यस्तो लाग्छ सो हामी सबै आमाहरूलाई यो माता तीर्थ औँसीको धेरै धेरै शुभकामना अनि आज चाहिँ म एक्स्ट्रा भिडियो लिएर आएको छु है अनि भिडियो चाहिँ के को भन्दाखेरि आज चाहिँ मेन स्पेसल डे त भइहाल्यो स्पेसल डेमा चाहिँ सधैँ हाम्रो आमाहरूलाई चाहिँ मिठो मिठो खानेकुरा पकाउने दिने होइन अनि गिफ्ट दिने त्यही हुन्छ नि त अनि सो आज चाहिँ एक्स्ट्रा केही गरौँ भनेर आज हामी जाँदैछौँ सबैजना आमाहरूलाई चाहिँ लिएर जाँदैछौँ त काठमाडौँको बेलुका इभिनिङको काठमाडौँ सहर होइन न्यु रोड अनि बसन्तपुर सहर घुमाउँ भन्ने हिसाबले चाहिँ हामी जाँदैछौँ होइन म र मेरो हस्बेन्ड मेरो दिदीले चाहिँ आमा सासू आमाहरूलाई चाहिँ लिएर गताङगुरुङ हामी चाहिँ जाँदैछौँ काठमाडौँको बसन्तपुर न्यु रोड एरियातिर बेलुका पहिले त कति फुटपाथ पसलहरू हुन्थ्यो कि ओमाई गड फुटपाथ पसलले होइन फुटपाथ पसल स्ट्रिट फुडहरूले काठमाडौँको त न्यु रोड बसन्तपुर एरिया सबै भरिन्थ्यो क्या तर त्यो पनि एक टाइपको रमाइलो हुन्थ्यो क्या तर अहिले चाहिँ त्यस्तो छैन नि त महानगरले सबै हटायो काठमाडौँमा चाहिँ अनि काठमाडौँमा अन्य सहरहरूमा नि प्रायः त्यो हट्यो होइन यहाँ चाहिँ अनि अहिले चाहिँ एकदम खुला भएको थियो काठमाडौँ सहर चाहिँ तर त्यो पनि एक प्रकारको रमाइलो थियो क्या राम्रै थियो क्या कति अब त्यस्तो स्ट्रिट बिजनेस फुटपाथ पसलहरू जसले चाहिँ गर्नुहुन्छ त्यो उहाँहरूलाई त जस कस्तो राम्रो थियो नि त अनि त्यो पनि अब हटेको नि राम्रै हो नहटेको पनि राम्रै हो होइन तर आज चाहिँ हामी त्यही हिसाबले हामी जाँदैछौँ रमाइलो गरौँ कति घरमै त्यस्तो गर्ने आज एक्स्ट्रा गरौँ भनेर हामी सबैजना सासूहरू मम्मीहरू पनि खुसी हुनु भयो अनि लिएर जाँदैछौँ हजुरहरूलाई पनि म देखाउँछु आज काठमाडौँ सहरको बेलुका साँझमा चाहिँ काठमाडौँ सहर कस्तो हुँदो रहेछ भनेर म देखाउँछु अब हामी देख्ने यहीँ बस्ने त थाहा छँदैछ तर जो काठमाडौँ सहरमा बस्नुहुन्न अनि अलिक बाहिर बस्नुहुन्छ त्यसले चाहिँ काठमाडौँ सहरलाई मिस गर्नुहुन्छ उहाँहरूको लागि चाहिँ स्पेसल भिडियो है त अनि आज चाहिँ हामी जाँदैछौँ अहिले चाहिँ जाँदैछौँ भन्नाले जाँदा त हामी न्यु रोड बसन्तपुरतिर हिँडेको आज चाहिँ हामी अनि रमाइलो एकदम खतरा रमाइलो गर्नेवाला छौँ हजुरलाई सबैलाई म देखाउँछु भिडियो आजकोमा हामी के गर्छौँ देखाउँछु हेर्दै गर्नु होला है त अनिकै साथीहरू अहिले चाहिँ लगभग बेलुकाको 8 बज्न लागिसकेको छ होइन तर यहाँ चाहिँ सबै झिलिमिली कस्तो उज्यालै छ कि उज्यालो भन्नाले पनि सबैजना मान्छेहरू अझै पनि धेरै मान्छे डुलिरहनु भएको छ आफ्नो व्यापार व्यवसायहरू अहिलेसम्म नि खुल्लै छ कि यहाँ चाहिँ अनि रमाइलो पनि छ मान्छेहरू पनि अझै कोहीले चाहिँ पसल बन्द गरेर गइसक्नु भयो तर म्याक्सिमम अझै पनि छ उज्यालै छ कि कस्तो रमाइलो हुने कि अनि हाम्रो चाहिँ यहाँ धेरै पछि हो यसरी हामी बेलुका हिँडेको चाहिँ नत्र अरू बेला त हिँडिँदैन त्यति रातिसम्म चाहिँ आज चाहिँ धेरै पछि हामी जाँदैछौँ सो हेर्दै गर्नु होला
अनि यो चाहिँ अहिले हामी यहाँ आइपुग्यो प्रायः सबैजनालाई थाहा छ होला हामी काठमाडौँ बस्नेलाई चाहिँ यो चाहिँ कहाँ हो भन्दाखेरि ठ्याक्क बसन्तपुर दरबार स्क्वायरको पछाडिपट्टि हो यो चाहिँ सानो यहाँनिर खाजा खाने ठाउँ छैन तर यहाँ सबै नेवारी खाजाहरू प्लस फास्ट फुड चाहिँ मिठो मिठो पाउँछ कि यहाँनिर अनि पहिला खासमा चाहिँ हामी पहिलामा बिहा गर्न अगाडि चाहिँ यहाँ खाने गरेको थियौँ होइन तर त्योभन्दा पछि चाहिँ हामी खानु छोडेको धेरै भएको थियो है अनि आज चाहिँ हामी यहीँ आएको छौँ हेर्नु है त हामी के खान्छौँ पाले खाने अहिले कस्तो मिठो त्यहाँ पहिले त्यहाँ त अहिले बनाउनु दिँदैन नि सबै गर्छ हामी थुपाहरू चिया अड्डा त्यहाँ दिन्थ्यो कि आफै पिरो हालेर चाख्न सुन्नु त त्यसैले पुग्छ पिरो हालेर अलिकति अचार खानुहुन्छ चम्चा लैजान नाति यहाँ छ त यहाँ छ त्यहाँ छ यहाँ छ अचार अलिकति हालिदिउँ चाख्ने निकाल्नु सो देखिहाल्नु भयो हजुरहरूले हामी के खाँदैछौँ अब फर्स्टमा मोमो त अर्डर नगरी भएन होइन मेरो छोराले मोमो खाने भनिहाल्यो अनि मेरो छोराछोरीको लागि मोमो अनि हामीले चाहिँ सेकुवा अर्डर गऱ्यौँ अनि त्यसपछि कन्डकहरू यताउता होइन अनि त्यसपछि मेरो हस्बेन्डले चाहिँ मेरो छ्यामा सासूले ह्याप्पी मदर्स डे भन्दै सेकुवा खुवाउँदै हुनुहुन्छ ताली बजाउँदै हुनुहुन्छ आशीर्वाद दिँदै हुनुहुन्छ अनि मेरो मम्मी सासूले पनि उसलाई खुवाउँदै हुनुहुन्छ मेरो हस्बेन्डलाई खुवाउँदै हुनुहुन्छ अनि खुसी भएर उहाँहरू विस गर्दै हुनुहुन्छ रमाइलो गफगाफ गर्दैछौँ हामी अनि मेरो छोरी पनि त्यहाँ कन्डक खाने भनेर खुसी भएर पनि कन्डक खाँदैछ अनि अरू चाहिँ हामीले के मगायौँ भन्दा अब नेवारी आइटम्स खाएपछि त सपमिजा छुटाउने भएन होइन सपमिजा पनि हामीले अर्डर गरेको थियौँ अनि आयो अनि अब हामी खान लागेको छौँ कसलाई मनपर्छ सपमिजा भन्नु होला है त अनि हामी चाहिँ घरमा नि लिएर कहिलेकाहीँ खाने गर्छौँ सपमिजा चाहिँ एकदमै मिठो मनपर्छ सबैजनालाई अनि त्यही भएर खाँदैछौँ अरू चाहिँ हामीले 12 पनि अर्डर गरेको थियौँ 12 चाहिँ आउन टाइम लागिरहेको थियो अनि यो अगाडि आएकोहरू चाहिँ हामी खाँदैछौँ अनि ओके हेर्नु होला है त हेर्दै गर्नु होला भाइ खानु त म भिडियो खिच्छु ल पिरो खान्छ भने यहाँ यसो गऱ्यौँ नि सेलाउँछ मिठो नि तातो धागो चाहिँ तातो होला नि धागो त चबाउनु देखिन्छ नचबाउ अनि हजुरहरूको मदर्स डे चाहिँ कस्तो रह्यो आशा छ हजुरहरूको मदर्स डे पनि राम्रो भयो होला अनि हामी पनि यसरी इन्जोय गर्दैछौँ आज अनि अब सपमिजा सबैले कसैले चाहिँ हामी आफ्नै रियाक्सन दिँदै सपमिजा खाँदैछु होइन मैले चाहिँ पोज त्यहाँ फोटो खिचेको थिएँ मैले चाहिँ म र मेरो दिदीले अनि त्यसपछि सपमिजा चाहिँ एकदमै मनपर्छ यो त हेल्थको लागि राम्रो पनि हो कि सपमिजा चाहिँ ओ माई गड मलाई तातो भएर है खाने बेला कस्तो सपमिजाको तातो त सबैलाई थाहा होला हामी जसले खान्छु होइन यस्तो तातो हुन्छ नि तातो सेलाको मिठो हुँदैन तातै खानु पऱ्यो नि तातो खाँदाखेरि ओ माई गड यस्तो तातो हुन्छ नि मिठो पनि हुन्छ मेरो रियाक्सन होइन भान्जीले भिडियो खिचिरहनु भएको थियो अनि मेरो रियाक्सन चाहिँ मजाले खिचिदिनु भएछ भान्जीले ओके साथीहरू अब हामी खाइसक्नु लागेको छ अब खाइसकेर हामी बाहिर निस्किन्छौँ हेर्दै गर्नु होला है त आज चाहिँ भने मम्मीले अस्ति खानु खोजेको खतरा मिठो यो त कोही छ्यामा र मम्मीको एक 20 हप्ता जाओस् न त ल अब माता तीर्थ औँसीको तपाईँहरू सबैजनालाई धेरै धेरै शुभकामना अनि भन्नु के खाँदै हुनुहुन्छ भन्नु त ल धन्यवाद के खाँदै हुनुहुन्छ भन्नुहोस् त के खाँदै हुनुहुन्छ यसको बारेमा भनिदिनुहोस् त के हामी त्यो आमाको मुखेले यो सब पूजा भन्ने चाहिँ खाइरहेको छौँ उनीहरूले खानु आधी बनाएर म भ्लग बनाउँछु है युट्युबमा हाल्छु
अनि के साथीहरू रमाइलो त गर्नु पर्यो होइन। अनि अब उहाँहरूको स्पेसल डे हो नि त, अनि उहाँहरूलाई पनि केही रमाइलो फिल त गराउनु पर्यो। अनि हामीले चाहिँ उहाँहरू चाहिँ मेरो मम्मी दिदी बहिनी हुनुहुन्छ, उहाँहरू चाहिँ सासू मम्मीहरू लु एकअर्कालाई खुवाएर विस गर्ने भनेर भन्दैछौँ हामी। अनि उहाँहरू एकअर्कालाई खुवाएर होइन। अनि हामीले चाहिँ ह्याप्पी मदर्स डे भन्यो होइन। अनि यस्तै हो, रमाइलो गर्नुपर्छ। अनि खुसी भएर बस्नु सक्नुपर्छ, एकअर्कालाई खुसी बनाउनु सक्नुपर्छ। ओके, अनि हामी खाँदैछौँ। हजुरहरूले पनि इन्जोय गर्नु होला, मेरो भिडियो हेरेर साथ दिनु होला। जसले हेर्दै हुनुहुन्छ सबैजनालाई ह्याप्पी मदर्स डे। ओके। अहिले चाहिँ हामी सबै खानेकुरा खाइसक्यो। अनि खानेकुराहरू चाहिँ ओभरअल्ली सबै मिठै थियो। अनि अब चाहिँ हामी यता बसन्तपुर उतातिर जाँदैछौँ। यो चाहिँ सबै बसन्तपुर एरिया हो। अनि हामी चाहिँ अब उता भयो होला, अब चाहिँ 9 पनि बजिसकेको थियो नि त। अनि फुटपाथ पसलहरू सबै ल्याइसक्यो होला, मेला लागिसक्यो होला, लुजाउँ छिटो हेर्नलाई भनेर हामी चाहिँ सबैजना जाँदैछौँ उतातिर। अनि मेरो उता फेरि मम्मी दिदीहरू चाहिँ सबैजना चाहिँ उहाँहरू सबै मन्दिरको बारेमा कुरा गर्दै हुनुहुन्छ। यो सबै मन्दिरहरू यो मन्दिर भनेको यस्तो, यसको इतिहास यस्तो छ उस्तो छ भनेर उहाँहरू सबैजना यहाँ गफ गरेर बसिरहनु भएको छ। अनि एकजना उसलाई के अरे यो दुईजना भाइहरूलाई हाम्रो मम्मीहरूले चाहिँ हेल्प गर्नुभएको रहेछ। अनि सायद के थियो त्यो चाहिँ मलाई एक्ज्याक्टली थाहा भएन। हेल्प चाहिँ पैसा चाहिँ दिनुभएको रहेछ, सहयोग गरेको भनौँ न, सहयोग गर्नुभएको रहेछ। अनि उहाँहरू गफ गर्दै हुनुहुन्छ। अनि उहाँहरूलाई चाहिँ अब मलाई चाहिँ अब यो बसन्तपुर दरबार स्क्वायर वरिपरिको इतिहास चाहिँ मलाई थाहा छैन नि त। अनि अब उहाँहरूलाई चाहिँ थाहा छ रहेछ भनौँ न। अनि उहाँहरू यो भनेको यसको यस्तो हो, यो भनेको यो हो, पहिले यस्तो थियो अरे, यहाँ यस्तो थियो अरे, यो भएर यस्तो भएको, त्यो भएर त्यस्तो भएको, यस्तो हुन्थ्यो अरे भन्ने कुराहरू गर्दै हुनुहुन्छ होइन। मैले सुन्दै थिएँ। ओके, सुन्नुहोस् है त, यहाँ उहाँहरू के गफ गर्दै हुनुहुन्छ हेर्नुहोस् है त। होइन। अनि त्यही भएर त्यो 4वटा ढोकाबाट पूर्व पश्चिम उत्तर दक्षिण सब हेरेर 4वटा ढोका छ। नौ तले दरबार भन्छ होइन। आगे बालेर खाने सुन्नुभयो नि, हिस्टोरी सुन्नुभयो नि होइन साथीहरू। यो चाहिँ हो। अनि कालभैरव मन्दिर पहिले चाहिँ राजा महाराजाको पालामा चाहिँ यो कालभैरव मन्दिरको अगाडि आएर चाहिँ मान्छे सत्य बोल्नु पर्थ्यो अरे, बोल्थ्यो अरे होइन। यो कालभैरव मन्दिरको बारेमा चाहिँ मैले भर्खर थाहा पाएको। अनि ओके साथीहरू, अब हामी जाँदैछौँ उता न्यु रोडतिर। अब त्यहाँ न्यु रोड भन्दा नि असनतिर जाँदैछौँ हामी। त्यतैतिर कता मेला लाग्छ भनेर हामी हेर्दै जाँदैछौँ। मेरो दिदीलाई चाहिँ फेरि पुरै यस्तो हिस्टोरी थाहा रहेछ है। अनि उहाँले त सबै सुनाउँदै हुनुहुन्छ। अनि ओके, अहिले चाहिँ हामी असन एरिया, असन छेउमा पुग्न लाग्यो। पहिले मैले जहिले यहीँबाट कस्मेटिक सामान किनेर लान्थेँ। त्यहाँ चाहिँ कस्तो सस्तो पाउँछ क्या। अनि त्यो पसलले फेरि त्यो पसलले सब्जी चाहिँ 1 नम्बरको छ क्या। तपाईँको फेसलाई यस्तो सुहाउँछ, यस्तो क्रिम लानुपर्छ, यो क्रिम लानुपर्छ, त्यो क्रिम लाउनुपर्छ भनेर चाहिँ भनेपछि हामी जस्तो सुरु साझाहरू चाहिँ मक्खै परिहाल्ने क्या। मक्खै परेर मैले त्यहाँबाट कति क्रिम लगाएँ, कस्मेटिक क्रिमहरू। तर पछि चाहिँ बुझ्दै जाँदाखेरि होइन रहेछ भन्ने, जुनै पाए त्यही क्रिम लाउनु हुँदो रहेछ भनेर लगाएपछि चाहिँ त्यसपछि मैले छोडेँ। आजकल चाहिँ म छुट्टै त्यस्तोहरू लगाउँदिनँ नि त, नगर न। त्यही भएर अहिले चाहिँ तर याद आउँछ मजाले त्यहाँबाट लिन आउँछु क्रिमहरू। अहिले हामी असन आइपुग्यौँ, असनमा छौँ। यो चाहिँ असन हो। दिउँसो त कति भिड हुन्छ। अब हामी यहाँ असनको एकदमै भाइरल के भन्छ भाइरल लस्सी खानु जाने है त। अब हामी अघि एकजना टेम्पोमा चढेर होइन, टेम्पोमा चढेर अनि टेम्पोको भाडा चाहिँ होइन भाइ, एकजना मान्छे चाहिँ टेम्पोमा चढेर अनि टेम्पोको भाडा चाहिँ 20 रुपियाँको भाडा चाहिँ चेक काटेर दिएको थियो अरे कि। चेक काटेर दिएको थियो अरे कि टेम्पोको भाडा। अहिले त अब प्रायः सबै अनलाइन छ, मान्छे क्यासै हुँदैन कि। अनि
क्यास नभएको खण्डमा बिचरा उसलाई त्यस्तै पर्यो होला नि त 20 रुपियाँको भाडा चाहिँ चेक काटेर दिएको थियो अरे भनेर टिकटकमा मैले भाइरल देखिरहेको थिएँ। अब हामी यहाँनिरको लस्सी खाने यहाँ चाहिँ एकदम यो चाहिँ फेमस है। पहिल्यैदेखिको हामी पहिला नै खान्थ्यौँ कति धेरै पछि अब यहाँनिर अघि त्यत्रो स्पाइसी पिरो खाएको नि त अनि अब त्यही भएर यहाँनिर लस्सी खान आएको हामी चाहिँ ल। रेसो ए पुगिन्छ है बेबी खाऊ नखाऊ हातमा प्लिज दही ओके खाऊ या सुरु पक्र न खै एयरप्लेन छैन छोरो। अनि साथीहरू हामी चाहिँ लस्सी पनि खायौँ। मिठो लस्सी काठमाडौँको एकदम फेमस लस्सी हो तर पहिले जस्तो टेस्ट चाहिँ लागेन हामी सबैलाई जानलाई होइन। अनि यहाँनिर अहिले अब हामी चाहिँ घर फर्किने लागिन कि यहाँ त अहिले हामी थाहा पायौँ है फुटपाथ पसलहरू स्ट्रिट मेलाहरू फुडहरू त अहिले 10 बजीपछि मात्रै लाग्छ अरे। अनि हामी त लु अब चाहिँ नबसौँ 10 त बस्नु लागिसकेको थियो होइन। अनि होइन अब घर गएर रमाइलो पनि गर्नुपर्छ अब चाहिँ जाउँ हामी चाहिँ घरतिर लाग्यौँ है त। अब घर मेला सेला त केही छैन त हामीले केही हेर्न पाइनौँ। मेला 10 बजीबाट लाग्छ अरे यो भन्दा धेरै चाहिँ बस्न सकिएन त्यही भएर हामी अब घरतिर लाग्यौँ। ओके साथीहरू अहिले चाहिँ हामी घर आइपुगिसक्यौँ। अनि घर आइपुगिसकेर यहाँनिर मेरो चाहिँ विदेशमा हुनुहुन्छ मेरो बहिनी। अनि बहिनीले चाहिँ आमाहरूलाई चाहिँ सरप्राइज पठाउनु भएको रहेछ। सरप्राइज चाहिँ के हो भनेर देखिहाल्नु भयो हातभरि अनि उहाँहरू सरप्राइज लिएर उहाँ खुसी बनिराख्नु भएको छ। ओके अब हामी चाहिँ यहाँ घरमा केही रमाइलो गर्छौँ अनि हेर्दै गर्नु होला है त। अब मेरो आजको ब्लग चाहिँ अनि अब यहीँ धेरै लामो भयो क्या त्यही भएर आज चाहिँ छिटो सकाउनु पऱ्यो भनेर यहाँ सबै भिडियोहरू समेटौँ भनेको हालौँ भनेको धेरै लामो हुने भयो तर आयो हजुरहरूले साथ दिनुहुन्छ होला भन्ने आशा छ है त। ओके हेर्दै गर्नुहोस् है त। चिठी है यो सुन्नु है अब ध्यान दिएर आमाहरूलाई भनौँ न आमाहरूलाई आज आमाको मुख्य दिनमा चाहिँ छोरीले चाहिँ चिठी पठाउनु भएको छ विदेशबाट। ल सुन्नु है अब हामी कति धेरै भाग्यमानी है हाम्रो प्यारो आमा हाम्रो प्यारो बाबा हजुरहरूले हामीलाई हुर्काउनु भयो सकि नसकी सुखमा राख्नुभयो आफ्नो सुख त्यागेर हाम्रो सुख बुझ्नुभयो कति चाहिँ राम्रो गुण गरेको थियौँ होला हामीले है पहिलाको जुनीमा हजुरहरू जस्तो आमा बाबा पाउन शब्द नै छैन। बयान गर्नलाई हाम्रो आमा बाबालाई धेरै धेरै शुभकामना। आमाको मुख हेर्ने दिन आई लभ यु अलट आवर मम आवर ड्याड ह्याप्पी मदर्स डे। धेरै खुसी भएर खानु पिउनु सन्चो रहनु अनि धेरै धेरै अब प्रगति गर्नु अरू भने स्वस्थ मस्त व्यस्त रहनु जिन्दगीमा स्वस्थ मस्त व्यस्त त्यसलाई चाहिँ सक्यो। अब जति सोचेर त्यहाँनिर बसिरहेको छ त्यो सोचाइ चाहिँ भगवानले पुऱ्याइदियोस् भन्नु। यो म युट्युब भिडियोमा हाल्छु होइन ब्लग बनाउँछु। अब तपाईँहरूले के भन्नु भने अब मेरो बहिनीकै के अरे युट्युब च्यानल सबैले भिडियो हेरिदिनु अनि के
लाइक कमेन्ट सब्सक्राइब गरिदिनु भयो ल अब लाइक एन्ड सब्सक्राइब जे भन्नुहुन्छ त्यही राख है त्यही प्रनाउन्स राख त्यो राम्रो भाइरल हुन्छ ल बुहारीको यो चाहिँ मेरो बुहारीको युट्युब च्यानल हो आज हामीले मदर्स डे मनाइयो अब मेरो बुहारीको भिडियो सबैले हेरिदिनु होइन अनि लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु भन्नु ल अब यो भिडियो चाहिँ मेरो रेमिना बुहारीकोले खोलेको होइन अनि उसले चाहिँ खोलेको भिडियोमा सबैले हेरिदिनुहोस् राम्रो मानिदिनुहोस् अनि राम्रो मानिदिनुहोस् ओके साथीहरू अब यस्तै भयो आजको हाम्रो दिन चाहिँ हाम्रो मदर्स डे चाहिँ यस्तै भयो होइन अनि अहिले आएर हल्का लास्टमा रमाइलो गरौँ भनेर उहाँहरूलाई मैले यस्तो गर्नु लागेको होइन उहाँहरूले मेरो मम्मीले चाहिँ पुरा यहाँनिर मेरो बुहारीको युट्युब च्यानल सब्सक्राइब गरिदिनु अनि धेरै धेरै हेरिदिनु भ्युज बढाइदिनु भनेर भन्दै हुनुहुन्छ ओके साथीहरू आजको अब मेरो चाहिँ अहिले त लगभग 11 पनि बस्नु लागिसक्यो हामी त उता गर्दा गयो ओके साथीहरू आजको मेरो भिडियो यहीँ सकिन्छ बाई बाई सी नेक्स्ट टाइम थ्याङ्क्स फर वाचिङ